यो छट्टुहरू हाबी हुन थाले। यो छट्टुहरू हाबी भएको बेलामा चाहिँ हामीलाई चाहिँ छट्टुहरू त के हुन्छ भनेदेखि भने आउँछ लटरपटर पार्छ झुक्क्याउँछ अलपत्र यसो रङरोगन गर्छ जान्छ। हामीलाई छट्टुहरू चाहिएको हामीलाई धैर्यता भएको तर सँगसँगै पनि धैर्यताको अर्थ के पनि नगर्ने मान्छे पनि होइन नि। फेरि हामीलाई त गति भएको मान्छे पनि चाहियो, गति र मति दुईटै भएको मान्छे चाहियो। 20 वर्षदेखि आफू छट्टु भएर वा खाइरहेकोमा 81 आफूभन्दा अर्को छट्टु आएपछि को हलो छ बजारमा, सबैका आफ्नै पीडा हुन्छन् भन्थे हो रहेछ। गगन थापाले अरूलाई एउटा औंला देखाउँदा चारवटा औंला आफूतिर फर्किएको बिर्सेछन्। सर्पको खुट्टा सर्पले मात्र देख्छ भन्छन्। एउटा छट्टुले अर्को छट्टुलाई देख्न थालेछन्। 70 वर्ष जुन दलको हातमा देश पर्यो आखिर के नाप्यो? अमेरिकासँग 5 करोड मागे, चीनसँग 10 करोड मागे, भारतसँग थोत्रा एम्बुलेन्स सहित 20 करोड मागे। त्यही हो देशको विकास होइन र? युवा जनशक्ति खाडी खेदै उत्पादन र औद्योगिकरण शून्यतामा झारे, बाँसबारीको जग्गा खाने कांग्रेस सांसद, नेपाली स्काउटको जग्गा खाने कांग्रेस सांसद, बाल मन्दिरको जग्गा बेच्ने कांग्रेस, अनि छट्टु चाहिँ को? ऐना अघि बसेर आफ्नै बयान। सायद यिनलाई गति र मति भएका नेता देउवा, आर्जु, अफ्ताब आलम, गच्छदार, खाँडहरू मात्रै लाग्दो। अर्कालाई छट्टु भन्दै गर्दा आफ्नो कट्टु फुस्केको मेसो नपाए झैं गरेर नाङ्गै हिँड्दै